म चाहिँ अब रुमबाट निस्किरहेको। यो चाहिँ मेरो आउटफिट, ट्याकको जुत्ता, प्यान्ट, डक्क म हिँडिरहेको। म चाहिँ अब सिमनरी खाइ गर्न हिँडिरह। एकदम गर्मी छ, छाता छनु त छ। म चाहिँ अब स्टेसन पुगेँ। अब स्टेसनमा सिधा टक गरेर अब ट्रेन चढ्नु पर्छ। सधैँ चाहिँ म आज नि कामबाट आएर उठेर नुहाएर अब चाहिँ सिमनरी खाइजाने तयारीमा छु होइन। अब सिम चेन्ज गर्न बाहिर निस्किनु पर्छ मैले अब एकछिनमा। अब सिमनरी खाइ गरेर फेरि साँझ काम छ, काममा जानुपर्छ है। अलिक गाह्रो छ, सोचेको जस्तो छैन। म चाहिँ अब रुमबाट निस्किरहेको। यो चाहिँ मेरो आउटफिट, ट्याकको जुत्ता, प्यान्ट, टी सर्ट र अलि हाफ प्यान्टमा। अब एकदम गर्मी थियो त्यसैले म चाहिँ अलि चाँडो हिँड्दै स्टेसनसम्म जाँदैछु होइन। स्टेसन अलि 5-10 मिनट लाग्छ क्या रुमबाट, त्यही भएर है गाइस। अब यो चाहिँ स्टेसननिर होइन, यता त्यो चाहिँ गाडी थियो कि अचम्मको नयाँ डिजाइनको गाडी मैले आज पहिलोपटक देखेको। उता माथिबाट चाहिँ त्यो फुच्चे ट्रेन अहिले सानो लिक छ है, त्यहाँबाट अब त्यस्तै छ क्यार्नी गाडी जापानमा होइन। अब विकास छ त आएर त्यतै। अब यो चाहिँ मासिया स्टेसन। अब यहाँ चाहिँ देखि अलि 2-3 मिनट तल अन्डरग्राउन्ड हिँडेपछि मैले सिमनरी गर्ने ठाउँ जाने ट्रेन भेटिन्छ। म त्यहाँसम्म हिँड्दै लागेँ होइन। त्यहाँदेखि तल चाहिँ गएँ अलिकति हिँडेर। त्यहाँ अब बच्चाहरू अलि कराइरहेको थिएँ, सानोतिनो फाँच्चीहरू है। अब त्यहाँबाट चाहिँ म तल ठ्याक्क ट्रेन स्टेसनको त्यहाँनिर सिका टच गर्नुपर्छ। त्यहाँ टच गरेर सिका अलि उतै हिँड्दै तल पुगेँ होइन। अब मैले त्यो दाइलाई चाहिँ कल गरेर अघि नै, दाइ म आउँदैछु यति बजेदेखि यति बजेको बिचमा म पुग्छु भनेर सबै कुराहरू भनेको थियो मैले त्यो दाइलाई। अनि त्यो दाइलाई कलसल गरेर म रेडी भएर गएको हो होइन। तपाईँहरू नि यदि सिमनरी खाइ गर्नु चाहनुहुन्छ भनेपछि पहिला नेपालीहरू काम गर्छ तिनीहरूलाई भनेर जानु होला। अलिकति पोइन्ट मिल्छ, राम्रै हुन्छ। मैले चाहिँ यो यहाँनिर चाहिँ अब यो जापानिजहरूले अलिक भिडियोमा देखिनमा रुचाउँदैन कि अलि नराम्रो सोच्छ, त्यही भएर मैले तिनीहरूलाई नदेखाएको त्यहाँनिर चाहिँ है। 12:35 ट्रेन छ, ठ्याक्क 12:30 चाहिँ 12:30 माथिपट्टि सिङ्खानसेन ऱ्यापिड ट्रेन गइरहेको है। फेरि यतापट्टि लोकल ट्रेन। मैले एक स्टेसन माथि गएर चाहिँ फेरि यही ट्रेन चेन्ज गर्ने हो क्या, अनि यता रोकिँदैन यो ट्रेन। अनि एक स्टेसन माथि गएर चाहिँ यताको ट्रेनमा गएर चाहिँ त्यो ट्रेनमा जानुपर्छ। त्यो ट्रेन कति मिनटमा आउँछ उता लेखेको हुन्छ, तर मैले हेरिनँ। अब एकछिनमा आउँछ होला अर्को ट्रेन। यो चाहिँ फेरि अर्को लाइनको ट्रेन हो यो चाहिँ। मैले यही कलरको यही लाइनको जेआर लाइनको यतापट्टिको यो ट्रेन प्लेटफर्म नम्बर 2मा आउने ट्रेनमा चढेर जाने हो। यस्तै छ, गर्मी भइरहेछ।
म चाहिँ छावागुची भन्ने ठाउँको रेलवे स्टेसन पुगिसक्यो। म चाहिँ सिन्धुरी खाइ गर्ने ठाउँ पुग्न लागिसकेँ। अब त्यही 3-4 मिनट बाँकी छ। कारको सोरुम नयाँ नयाँ कारहरू 7 लाख 6 लाख 8 लाख कति सस्तो कारहरू। यस्तो छ सायद मैले यो बाटो जानुपर्छ भन्ने अहिले यतै बाटो जानुपर्छ होला। अहिले चाहिँ अब यता सानो गल्लीतिर लागिरहेको एकदम अति नै गर्मी भइसक्यो। एकदम गर्मी के भन्नु, पसिनाले लुगाइ नै भिजिसक्यो मेरो। त्यस्तो गर्मी छ। 35 डिग्री पुगेको छ गर्मी नि। झन् एकछिन हिँड्दाखेरि त्यस्तो गर्मी भइरहेको 10-15 मिनटै हिँडेको भएपछि कतिको गर्मी हुन्थ्यो होला गाइस, कतिको गर्मी हुन्थ्यो होला एकचोटि भन्नुहोस् त। अब उता एकजना बजै हुनुहुन्छ। अब यो गल्लीबाट जाने हो कि होइन भन्ने नि थाहा छैन। सायद यही गल्ली हुनुपर्छ। यही गल्ली सानो यो गल्ली। अब एकछिनमा एउटा बिल्डिङ देखिन्छ अब ठुलो। अगाडि अब सानो पार्क जस्तै के हो त्यो देखिरहेको। म चाहिँ पुगिसकेँ त्यो बिल्डिङमा। यही बिल्डिङ हो सायद, त्यही नि मलाई फिक्स त थाहा छैन। त्यही नि
पार्किङ छ। केही छैन यो बिल्डिङ नभए नि खोजौँ त नि बाइकसँग गएर चिसो हावा खान्न कतिको चिसो छ भित्र भनेर। चाहिँ अब त्यो सिमनोरिफाई गर्ने सपमा पुगिसक्यो। अलि उतानिर त्यो देखिन्छ। पुगिसकेको सपमा के भन्नु